विगत केही दिनदेखि काठमाडौँ केन्द्रीय शिक्षकहरूको आन्दोलन किन गलत छ भन्ने विषयमा चाहिँ आज म आफ्नो तर्क राख्न गइरहेको छु। कृपया यो भिडियो पुरा हेरिदिनु होला। गल्ती नम्बर 1, नेपालको विगतको आन्दोलनहरूले चाहिँ आन्दोलनको मोडालिटी र यसको एट्रिब्युट चाहिँ सेट गरिदिएको छ। आन्दोलन भनिसकेपछि त्यसमा हुलदङ्गा हुनुपर्ने, आगजनी हुनुपर्ने, तोडफोड गर्नुपर्ने र जनधनको क्षति हुनुपर्ने र त्योभन्दा पृथक गएर शिक्षकहरूले चाहिँ कसरी शान्तिपूर्ण किसिमले र क्रिएटिभ रूपमा चाहिँ हामीले चाहिँ आफ्नो मागहरू चाहिँ प्रेजेन्ट गर्न सकिन्छ भनेर चाहिँ एउटा एक्जाम्पल सेट गरिदिनु भएको छ। जसरी गीतको मार्फतहरूबाट, नाचगानको मार्फतहरूबाट, भजनको मार्फतबाट चाहिँ उहाँहरूले चाहिँ एकदम पिसफुल्ली चाहिँ आफ्नो मागहरूलाई चाहिँ प्रेजेन्ट गरिरहनु भएको छ। यसले चाहिँ हाम्रो पुरानो आन्दोलन संस्कृतिको चाहिँ क्रमभङ्गता गरेर एउटा नयाँ संस्कृतिको विकास गरेको छ। यो अर्थमा शिक्षक आन्दोलन गलत छ। कारण नम्बर 2, शिक्षकहरूको माग चाहिँ शिक्षा ऐन हो। हामी धेरैले चाहिँ के बुझ्छौँ भन्दाखेरि शिक्षकहरू चाहिँ तलब सुविधा बढाउनको लागि काठमाडौँ आउनु भएको छ, तर त्यसो होइन। शिक्षकहरू चाहिँ शिक्षा ऐनको लागि आउनुभएको र शिक्षा ऐनबाट के शिक्षकहरू मात्र लाभान्वित हुनुहुन्छ? पक्कै पनि होइन। यसको बेनिफिसियल स्टेक होल्डरहरू चाहिँ विद्यार्थीहरू हुनुहुन्छ, अभिभावकहरू हुनुहुन्छ, शिक्षक स्वयं हुनुहुन्छ र प्रत्यक्ष अप्रत्यक्ष रूपमा 3 करोड जनता नै यसको चाहिँ बेनिफिसियल स्टेक होल्डर हुनुहुन्छ। र यो सबै स्टेक होल्डरको चाहिँ रिप्रेजेन्टेटिभ्सको रूपमा चाहिँ उहाँहरू पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शिक्षकहरू चाहिँ काठमाडौँ आएर आन्दोलनरत हुनुहुन्छ र यो निस्वार्थ भावनाले चाहिँ उहाँहरू आन्दोलनमा हुनुहुन्छ। यो अर्थमा चाहिँ शिक्षक आन्दोलन गलत छ। कारण नम्बर 3, शिक्षकहरू चाहिँ सरकारप्रति आशावादी र विश्वसनीयता। विगत 2080 सालमा पनि उहाँहरू आन्दोलनमा हुनुहुन्थ्यो, तर सरकारसँग केही 6 बुँदे सम्झौता भएर उहाँहरू चाहिँ काठमाडौँबाट फर्किनु भएको हो र 2080 सालदेखि 2082 सालसम्म धैर्य धारण गरेर चाहिँ एउटा आफ्नो दायित्वबोध नभएको सरकारप्रति आशा राखेर चाहिँ बसिरहनु भएकोमा शिक्षकहरू चाहिँ गलत हुनुहुन्छ। यसरी हेर्दाखेरि शिक्षकहरू गलतै गलत देख्छु म चाहिँ। तपाईलाई के लाग्छ?